आज यो देशका नागरिक गरिब नागरिकलाई सुकुम्बासीको नाममा धनी पूर्जा र गरिब पूर्जा है यसको नाममा चाहिँ तपाईँको चाहिँ एउटा वर्गीय विभेद देखाएर त्यो फोहोर ठाउँमा बस्ने त्यसलाई खेदाइहाल्नुपर्छ भन्ने हिसाबले सरकारले जुन खालको चाहिँ नि हैन उचित व्यवस्थापनको नीति तय नगरिकन डोजर आतंक फैलाएको छ। यसको हामी तपाईँको चाहिँ विरोध गर्छौँ। सरकार सचिन्नुपर्छ। हरेक मान्छेलाई मात्रै नभएर किराकिरी हरेक प्राणीलाई आफ्नो वासस्थान प्यारो हुन्छ, वासस्थान चाहिन्छ होइन। माछाको कुर हुन्छ, चराको गुण हुन्छ, किरा फटेङ्ग्राको पनि आफ्नो बस्ने ठाउँ हुन्छ भने मान्छे हो नि हामी। हाम्रो प्रतिष्ठासँग जोडिएको घर 81 राज्यले आएर भत्काइदिँदाखेरि हामीमध्ये कसैलाई ठिक लाग्छ त? तपाईँ हाम्रो मोटर गाडी होला, कसैको बाइक होला, कसैको गाडी होला, ल कसैले आएर चाहिँ अहिले एकछिन यहाँ चोकमा गएर होइन खोसाएर लैजाओस्, तोडफोड गरिदियोस्, जलाइदियोस् त हामीलाई ठिक लाग्छ? एउटा नाथे गाडी त हामीलाई चाहिँ नि के अरे त्यत्रो प्यारो लाग्छ, हामीलाई ठिक लाग्दैन। त्यसो भन्दाखेरि हामी बसिरहेको हाम्रो सामाजिक प्रतिष्ठासँग जोडिएको हाम्रो वासस्थान, हाम्रो घर कुनै पनि बाहनामा नियम कानुन, यस्ता नियम कानुन बनाउनलाई नै हामी यहाँ आएको। सबै नियम तपाईँको चाहिँ नि के अरे ठिक थियो भनेदेखि व्यवस्था परिवर्तन हुँदैन थिए। समय सापेक्ष नियम कानुनलाई परिमार्जित गर्दै लानुपर्छ। तर हाम्रो नियम कानुन बनाउने तपाईँको मुख्य उद्देश्य केन्द्रबिन्दु भनेको मानवता, मान्छेको सेवा सुविधा हो। हामी गरिबलाई हेप्छौँ, गरिब बिना देश चल्छ, संसार चल्छ। काठमाडौँमा बसेका गरिबहरूलाई खेदाइहाल्नुपर्छ भन्ने किसिमको नीति अख्तियार गर्यो भने भोलि तपाईँको चाहिँ यहाँ घरहरू बन्छन्, बाटाहरू बन्छन्, फोहोर तपाईँको चाहिँ उठाउने काम हुन्छ। यहाँ तपाईँ हामीले गर्ने हो। म त रेडी छु, म त बेलचा हानेरै आएको मान्छे हो। एनी टाइम एनिथिङ होइन, एनी वर्ड। तपाईँ रेडी हुनुहुन्छ? अहिले नाला सफा गर्नु जाउँ भन्दाखेरि यहाँ तपाईँ आउनुहुन्छ? आउनुहुन्न। भनिसकेपछि हरेक वर्गका मान्छेको काम हुन्छ। यो कुरालाई पनि बुझ्नुपर्छ र त्यसरी नै मान्छेलाई चाहिँ सम्मान गर्न सकौँ, हामी आफू पनि सम्मानित गर्न सकौँ। यो